अनि यसमा चाहिँ यो करेन्ट इन्डेक्समा हामीले आज ठेक्का खोल्यो भने आजभन्दा 30 दिन अगाडि निस्केको इन्डेक्स हालेर चाहिँ ठेक्का हाल्न मिल्छ। त्यो इन्डेक्स हेरेर हामी सिङ्गल सर्टिफिकेटको भ्याल्यु पनि निकाल्छौँ होइन। अनि त्यो करेन्ट इन्डेक्स हालेर हाम्रो टर्नओभर पनि निकाल्छौँ। इयरमा आफ्नो कुन कुन आर्थिक वर्षमा काम गरेको छ त्यसलाई यसरी लेख्ने। अनि टर्नओभर भनेको कर चुक्ता, त्यो भ्याट कटाएर कर चुक्ता। योभन्दा अगाडिको भिडियो यता पिन गरेको छु, डिटेलमा चाहिँ त्यहाँ छ। त्यो कर चुक्तामा भएको भ्याल्यु हाल्ने। त्यसपछि बेस इन्डेक्स अफ द कन्सर्न्ड इयर भनेको छ। यो बेस इन्डेक्स चाहिँ पिपिआईमा लगइन गरिसकेपछि एउटा ठेक्का हाल्दाखेरि यहाँनिर यो बिट क्यापेसिटीमा आउँछ नि, यसमा चाहिँ हाम्रो यो भ्याल्युहरू चाहिँ बेस इन्डेक्स हो है। जस्तै यहाँ मैले 122.2 2077-78 को लेखेको छ, 77-78 को 122.2। त्यसपछि 80-81 मा 150.6, 80-81 मा 150.6 यसरी हाल्ने होइन, बेस इन्डेक्स त्यहाँबाट निकाल्ने। अनि करेन्ट इन्डेक्स अहिले निकालिदिएको छ 162.7, तर हामीले चाहिँ आज खोलेको ठेक्का छ भने आजभन्दा 30 दिन अगाडिको नयाँ इन्डेक्स हालेर चाहिँ ठेक्का हाल्न मिल्छ। अनि त्यो इन्डेक्स चाहिँ हेर्छौँ, यो अहिले हामी कसरी चेन्ज गर्ने हेर्छौँ। त्यसपछि मल्टिप्लाइङ फ्याक्टर भनेको चाहिँ यो भागा यो है, यहाँ लेखिदिएको छु, यो भागा यो। त्यसपछि टर्नओभर क्याल्कुलेसन कसरी, यो आर्थिक वर्षको टर्नओभर क्याल्कुलेसन भनेको यो मल्टिप्लाइङ फ्याक्टरलाई चाहिँ यति बेलाको टर्नओभरले मल्टिप्लाई गर्ने, योले यसलाई मल्टिप्लाई गरेर यहाँ निस्किन्छ। अनि यसको बेस्ट अफ 3 लाई चाहिँ छानेर डिभाइड बाई 3 गर्ने, अथवा यो फर्मुला यहाँ छ, यो फर्मुला लाउँदा नि हुन्छ। अनि अब हामी करेन्ट इन्डेक्स निकाल्छौँ। अनि इन्डेक्स हेर्नलाई चाहिँ नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमा जाने। त्यसपछि पब्लिकेसनमा गएर यो म्याक्रो इकोनोमिक रिपोर्ट यसमा जाने। यो आइसकेपछि करेन्ट म्याक्रो यो यसमा जाने। त्यसपछि अहिलेको आर्थिक वर्ष हामी करेन्ट हान्दैछौँ भने 2025-26 मा जाने। अहिलेको 25-26 चलिरहेछ। अब यहाँबाट यति धेरै इन्डेक्सहरू आइसक्यो, अपडेट भइसक्यो हरेक महिनाको होइन। अब लेटेस्ट चाहिँ कुन हो त, कसरी थाहा पाउने, कुन युज गर्ने मिल्छ, कसरी थाहा पाउने हेरौँ है। जस्तै आज चाहिँ अगस्त 2 हो होइन, एउटा कुनै ठेक्का खुल्यो भने त्यो ठेक्काको लागि हामीले इन्डेक्स युज गर्ने भनेको 30 डेज बिफोरको है। जस्तै अगस्त 2 बाट 30 दिन पछाडि रफली निस्क्यो जुलाईको 2, जुलाई 2 भन्दा अगाडि आउनु पर्यो भनेपछि हाम्रो अहिले लेटेस्ट आएको 11 मन्थ लास्टको यसमा क्लिक गर्ने। अनि हाम्रो यहाँ आएको रहेछ यो जुलाई 13 मा होइन, यो आएको रहेछ जुलाई 13। जुलाई 13 को भनेपछि हामीलाई के चाहिएको थियो भने अगस्त 2 मा खोलेको ठेक्काको लागि 30 दिन अगाडिको हाल्दाखेरि जुलाई 2 सम्म चाहिँ आएको इन्डेक्स हाल्नुपर्ने होइन। तर यो अहिले हामीले हेरेको इन्डेक्स कहिलेको छ त, जुलाई 13 को छ भनेपछि यो इन्डेक्स हामीले युज गर्न मिलेन है, 30 दिन अगाडिको युज गर्नुपर्छ भनेपछि अब हामी फेरि यहाँ ब्याक गएर 11 भएन, अब हामी 10 मा हेर्छौँ है त। अब 10 को आएको रहेछ जुनमा, जुन 9 मा आएको छ भनेपछि हामीलाई चाहिने कहिले त भन्दाखेरि जुलाई 2 भन्दा अगाडिको चाहिने हो। के छ भनेपछि हामी यहाँ तलपट्टि यो टेबल लेखेको वालालाई क्लिक गर्छौँ। त्यसपछि हामी WPI YOY हेर्छौँ र यसमा हेर्छौँ हाम्रो मेको आएको छ 169.07। यसको करेन्ट कति छ भन्दा 169.07 है। यसलाई तानिन्छौँ र यसरी हाम्रो टर्नओभर चाहिँ करेन्ट अहिले 30 दिन अगाडिको लागि चाहिँ रेडी हुन्छ है।
अनि अर्को सिङ्गल सर्टिफिकेटलाई के गर्ने भन्दाखेरि जस्तै यो कुन आर्थिक वर्ष जस्तै मानलि मेरो यो आर्थिक वर्षको हो भने म यो आर्थिक वर्षलाई कपी गर्छु अनि यहाँ पेस्ट गरिदिन्छु। मेरो टर्नओभरहरू यो त मेरो टर्नओभरको भ्याल्यु हो। अब यसमा मेरो सिङ्गल सर्टिफिकेटको भ्याल्यु हालिदिन्छु 1 करोड यतिको थियो भने अब मेरो इन्डेक्स लगाएर यो भयो 1,19,74,902। यसरी चाहिँ हामीले सिङ्गल सर्टिफिकेटमा इन्डेक्स लाउन मिल्यो अनि कन्स्ट्रक्सन टर्नओभरमा चाहिँ लेटेस्ट हाल्न मिल्यो है त।